अब हिलो फालिदिने हो मलाई ऊ ऊ ऊ ऊ ऊ ऊ दस त्यहाँ ओ सेट भयो नि त केटा हो यार मादर तुरी भेट सो हेलो नमस्ते केटाटी हो के छ खबर आशा छ सबै सन्चै होला म पनि एकदमै सन्चै छु है अनि फेरि पनि म निस्किसकेँ नयाँ दिन नयाँ भिडियोको सुरुवात गर्नु लागि म त छट्टा लगाएर रुमबाट भर्खर निस्केको अनि केटाहरूले चाहिँ आज टक्क लगाएर राइड प्लान गरेको छ होइन राइडमा के कस्तो हुन्छ भन्ने कुरो चाहिँ अब टाइटल थम्बनेल हाइलाइटबाट थाहा पाइसक्नु भयो होला तपाईँहरूले हेरौँ आजको दिन के कसरी जान्छ नुवाकोट जान लाग्यो हामी चाहिँ नुवाकोट के हो झर्ना भन्थ्यो लाउ के झर्ना जानला भनेर भन्थ्यो अनि अब गएर जाउँ गएपछि अहिलेको लागि डेस्टिनेसन चाहिँ त्यहाँ राखेको छ जाँदै गएपछि कहाँ पुग्छ भन्ने कुरो मात्र हो गाह्रो छ नि यहाँ निस्केपछि कहाँ पुग्छ अनि फेरि मेरो चाहिँ हेड छैन अनि हेड पनि छैन लुकिङ ग्लास पनि छैन अनि त्यही त हो नि पछाडि टेल टाइटी गाह्रो छ समय कि सक्यो के हातमा पऱ्यो कि फेरि त आएन केटा त्यही हो मैले भनिहालेँ मेरो हेडसेट चाहिँ छैन त्यही भएर हाइवेतिर चाहिँ म बचेर जानुपर्ने हुन्छ मामाको हातबाट म बच्न सक्छु कि सक्दिनँ आजको दिन के हुन्छ मेरो मिसन पास हुन्छ कि फेल हुन्छ हेर्नुपर्छ है त अनि केटाहरू चाहिँ सबै उता माछा पोखरीतिरै छ कोही बालो जो छ उनीहरू चाहिँ रेडी भइसकेको छ म चाहिँ अलिकति ढिला हुने भयो 10 बजेको कुरो गरेको थियो अनि तेल हालौँ थोरै भेट्यो भने चिट काट्दैन बाइकै दिँदैन चलाउनु त चलाइन्छ गाह्रो चाहिँ अलिक पर्छ भेट्यो भने चिट काट्ने होइन दिए पो चिट काट्नु यत्रो बाइकै दिँदैन होला बनाएर लिएर भनिहाल्छ नि होइन यस्तो तरिकामा कसले चलाउनु दिन्छ र यत्तिको चाहिँ सेपमा हिँड्नुपर्छ है चिता सबै हिँड्ने कहिले त्यहाँ प्लुत्त निस्किन्छ फनक्क फर्काउने हो केटो फरार के हो अगाडि मामा माइजू काका काकी सबै छ त सबै छ भने सबै टोक्ने वानवेपट्टि आयो नि कस्तो मलाई झिमोला तब तल्लो बाटो जानुपर्ने यार भाग्दा के हुने भयो यार कति भाग्नु यार केटाहरू नि कता हो यार यो मुला टाउको एउटा नभइदिएर टेन्सन भन्ने केटा हो यार उहाँ उता गङ्गो पुग्नु पर्ने मान्छे शेषमातिर आइपुगिर भन्ने सातो गइरह यार के साइको भइरह भने म त यस्तो उडिरहेको भाइचर लाग्यो चाहिँ निस्किसक्यो है बाइक चाहिँ यहाँ फेरि एलेक्स र मेरो बाइक चाहिँ फेरि बवालै भइरहेछ के कता जाने भने प्रदीप भाइ ड्यामेज हो नि खुट्टा प्रदीप दुईजना मात्र हो हाम्रो नि एकजना आएन नि दुईजना मात्र हुनुभयो एकजना अर्को नि थियो 220 थियो त्यो उता अफरोड छ नजाने भन्ने कुरो गर्यो क्या ठिक छ मलाई चाहिँ टेन्सन नहुनु यसमा नम्बर पनि रहन्छ लुकिङ लाइसेन्स छैन मेरो मेन भने हेडलाइट भयो कि हेडलाइट छैन मेरो चाहिँ लाग्दिने हो त्यतिकै के छ र होइन अहिलेसम्म टेन्सन भइरहेको थियो मेरो बाइक देखेर अहिले त चलो एलेक्स सम्धीको हिजो सर्भिसिङ गऱ्यो अस्तिसम्म धुवा फालेको थिएन आजबाट धुवा फाल्न थालेछ केटाहरू त अगाडि लागिसक्यो होइन एउटा एमटी एउटा डुक अनि एउटा 150 भइहाल्यो एलेक्स सम्धी अनि म डुकवाला चाहिँ को भन्दाखेरि पहिला मेरो भ्लगमा आरएम ल्याउने साथी हो सुदिस जुनियर सुब्बा युट्युब चेक हान्दी उसको नि उसले नि भ्लग बनाएर छ आज सही हो है हाम्रो चट्टा लगाएर डेस्टिनेसन तर्फ लागिसक्यो हामी चाहिँ कत्रो ढङ्ग यार त्यसको त यत्रो छ हो खतरा हुटुटुटु आइरहेछ उसले नि भर्खर के अरे यो नेकेटमा भर्खर ल्यायो बाइक डट राइडर हो डटमा भएपछि त नेकेटमा अलिक गाह्रै पर्छ तर कतिको चलाउँछ भन्ने कुरो हो उसँग त अब डट हुँदा त खतरा हिँड्दा हो हाइट सानो छ डट त फेरि बबाल हान्छ नि उसले सही हो है 4 जना अवतारी हामी चाहिँ निस्किसक्यो यहाँबाट कहाँ पुग्छ त मलाई थाहा छैन केटाहरू लगिरहेछ म पछि जाने हो होइन केटाहरू रन्कियोस् न त्यो अगाडि हिँड्ने साथीलाई चाहिँ बाटो थाहा रहेछ ऊ अगाडि हिँड्दा ऐ महाकडक थेट साइको भयो नि जम अलिक छिसिको भइहाल्छ नि
तर आत्तिन त आत्तिन्छ तर होइन त्यस्तै हो कहिलेकाहीँ हामीले गर्दा पनि त्यस्तै हुन्छ अरू गर्दा पनि त्यस्तै हुन्छ बुझ्नुपर्ने हुन्छ केही नभएसम्म चाहिँ बुझ्ने हो मा फेरि छिजिक्क भइसक्यो नि फेरि जिन्दगी धरा भयो नि मा केटा गाह्रो पर्छ त केटाहरू ड्र्याग हान्दा हो के हो कस्तो पेरे ड्र्याग हान्दा हो के केटाहरू यार केटाहरू के खतरा पेलिरा भने मा केटा पेल्छ केटाहरू पेल्न चाहिँ फेरि मेरो बाइक अहिले बोधो छ कि केटा डबल लोड हिँड्नु त मैले भेटा छैन सिङ्गल सिङ्गल भयो त के हुन्थ्यो होला यार ठिक छ बिस्तारै जाने हो म अगाडि लाग्नु म त अगाडि लाग्नै भएन नि गाह्रो पर्छ बिस्तारै जाने हो केटोले फेरि ब्याकै बिर्सेछ के गोप्रोको ब्याट्रीहरू चाहिँ के घर गएर नि हामी कहाँ भेट्ने त माथि भेटौँला नि त हुन्छ बस न अगाडिको एमडीवाला साथी नै वाइल्ड जस्तो छ हाम्रो इलेक्सन त यत्तिकै वाइल्ड भइहाल्यो होइन अलिकति यस्तो नमिल्ने नि होइन तर मिल्न चाहिँ खोज्छ फेरि है अरू भने छँदैछ यस्तो मिल्न खोज्छ ठिक छ दुईजना उस्तै परेको छ बवाल हो नि फेरि यो बाटो म हिँडिसकेँ नि यार यो बाटो त म हिँडिसकेँ नि ठिक छ अगाडि हिँड्नु भने क्लिप नपाउने पछाडि हिँड्नु नि धुलो पाउने टक्ने बाई 1 गेट 1 फ्री ए यहाँ निस्किँदैछ म थाहै भएन यार यो बाटो हिँड्नु चाहिँ यहाँ छ म नहिँडे होइन तर बिर्स्या मात्रै हो कि ठ्याक्कै यहाँ निस्किँदैछ तलतिर लाग्यो त केटाहरू मास्तिर जानु पनि केटाहरू तलतिर लाग्यो त हेलो माइ चेक फोटो हेलो चलो जाउँ सन्धि जाउँ म पछि हिँड्छु ल सही हो हामीले यहाँ तेल हाल्नु थियो साथी पनि आइसक्यो रुमबाट अब लाग्दिने हामी छड्के यहाँ यो आएको बाटो फेरि बवाल छ कि माका भोसडा यहाँनिर बाटो बवाल छ कि एउटा मजा आउने खाले चलाउनु नि अस्ति फेरि एक्सिडेन्ट भएको यतै हो नि त अनि त्यही भएर यता हिँड्नै डर लाग्छ कि समय यता लोकलले समय हान्छ कि ग्रुपमा हिँड्ने बेटेकै हान्छ अनि एक्सिडेन्ट भएको रोड चाहिँ उयो हो क्या यहीँ माथि आइसक्यो यहीँ हो कि एक्सिडेन्ट भएको चाहिँ यहीँ हो र यहाँ जस्तो लाग्छ होइन के हो यतै जे हो यतै हो ल मैले भुलेँ यतै हो केटाहरूलाई चाहिँ मैले छोडिसकेँ है माथिबाट चाहिँ कालो कालो बादल आइरहेछ चिसो हुनेवाला छ मलाई दिउँसो पुरै घाम लागेर चाहिँ बिहान टी सर्ट मात्रै लगाएर आइदिएको यार जाडोले बवाल हाल्ला जस्तो केटाहरू सबै ज्याक्स लगाएर आएको छ यसो भिडियो पनि यस्तो चलबल हान्थ्यौँ न होइन होइन बिस्तारै जानुपर्छ केटाहरूलाई अगाडि पठाउनुपर्छ यार कहाँ अगाडि कुदेर हुन्छ त होइन ए कत्रो गाडी आएर हो माछी त सातो लगिदिएर बसले ल्याङ हान्थ्यो के जम के हो साथी ओभरट्याकै गरेन त यार चान्स पाएको थियो टर्निङमा अब के अगाडि गाडी आएर छ बसै आएर छ गाडी बिना त चाहिँ म चाहिँ भ्याइदिने हो माछी त भ्याली चाहिँ टिलिक्क ढल्किरहेछ है चट्टा लगाएर हाम्रो चाहिँ माथि यस्तो झल्दिने हो कि भ्याली ढल्किरहेछ केटाहरू सबै पछाडि चाहिँ दुईजना है अगाडि साथी र म पछि भोटे दोष पनि छ कि हामीसँग होइन भोटे दोषको आज बाइक अलिक नमिल्ने भएर इलेक्सनसँग राखिदिएको भोटे दोषको सातो गइरहेछ त्यहाँ सबै डबल ममा सिङ्गल छ मेरो त अलिकति ब्यालेन्स मिल्दैन क्या त्यही भएर म सिङ्गल बस्दै गर्छु सबै डबल छ है ए चिसो ठाउँ है ढक्कलहरू यस्तो रकिने चाहिँ मजा आउँथ्यो
ढलान छ कि ढलान अरू भन्दा केटाहरू बाटो क्याप्चर हान्ने हिँडेको छ फेरि ठिक छ है ठिक छ मिठो घाम लाग्दै चिसोमा तातो घाम ताप्नुको मजा नै बेग्लै छ फेरि हामीले चेकपोस्ट कटेर नै आइसक्यो त्यहाँबाट भ्यू चाहिँ बबाल छ सूर्य चौर चाहिँ यहाँ पारि पर्छ हामी नै तल हो यहाँ चाहिँ सायद ओह्रालो ओह्रालो नै जानुपर्छ कि होइन ओ माई गड फक्स भइहाल्यो नि टुक्ने वाल चिसो हुँदैछ यार आम्मामा यताबाट चाहिँ सूर्य चौर पुग्छ मलाई थाहा भएको यहीँबाट हो सूर्य चौर जाने अनि गुरुङ गाउँ सुरुङ गाउँ के चाहिँ यहाँ तलतिर पर्छ क्या म चाहिँ यहाँ सायद 1 वर्षपछि नै होला कि यो बाटोमा एक वर्ष त के भन्नु हो सूर्य चौर त्यहाँबाट गइहाल्यो योभन्दा मुनि कटे चाहिँ 1 वर्षपछि होला कि अनि दुईचोटि हुँदैन यहाँ छ नि यो बाटो एकचोटि तल छरेर जाने बेलामा गएको थियो अनि एकचोटि चाहिँ मैलुङ झर्ना कि के झर्ना जाने बेला गएको थियो कि त्यहाँबाट चाहिँ यो बाटो हिँडेको छैन अलिअलि मात्रै याद छ कि त्यतिखेर पुरै यहाँसम्म हुस्सु आउँथ्यो होइन पुरै यस्तो बाक्लो जङ्गल छ है अनि अहिले चाहिँ के हुस्सु गरिमै नगएको हुस्सु ठिक छ यहाँ अगाडि जस्तो चेकिङ चाहिँ केटाहरूले के गर्छ अब यहाँ साथी चाहिँ सुदेशलाई कल गरिरहेको छ यहाँ आइज भनेर भनेको छ मलाई चाहिँ बोलाउनु त बोलायो देख्यो नि ठ्याक्कै देख्यो माथि त ठ्याक्कै देख्यो सरले आम्मै देख्यो यार देख्न चाहिँ माथि त साइको हान्छ कि के हो देख्यो मलाई देखाएको थियो मलाई हेरिरहेको थियो त्यो साथी त उतै बसेर फोन गरेर होइन आयो रोकिँदा अरे केटाहरूले चाहिँ रोकेन अरे तल कल गरिदियो होला भन्ने कुरो छ अहिले आउने बेलामा चाहिँ कसरी आउने हो यार केटाहरूले ल्याइदियो औडा हुन्छ त अहिले यार झ्या हुन्छ त फेरि माकडक पास चाहिँ गऱ्यो जाने कसरी हो केटाहरूलाई आनन्द छ नि मेरो नि अब लुकिङ ग्लास र एउटा हेड मात्रै भइदियो टेन्सन हुँदैन थियो त्यही नभएर गाह्रो पऱ्यो के आनन्द चिलमा गइरहेछ यार मजा आउने गरेमा खाल्टा खुल्टी मलाई टेन्सन गऱ्यो कि छिराइदिन्छ हो यति त सिधै जान चाक हेर्छ त यार फोटो हान्न लाएर होइन अब सुट पनि डेन्जर सुटै चलाउला हो यहाँ अब चेन्ज गरेर यार यहाँ तल पनि झर्ना रहेछ के झर्ना तल झन्डा पनि छ है के न के त होला त्यो पनि त्यो चाहिँ कहाँ जाने रहेछ त यता एउटा बाटो छैन त्यहाँबाट यसो भनेपछि आफै बाटो त यार बबार खाले बाटो त ऊ माथि निस्किँदो रहेछ नि त त्यो बाटो खाएँ ल बबाल रातो सेटे रातो त भन्नु त हरियो चाहिँ मिठो हुन्छ कि रमाइलो यो पो हो त आम्मामा रमाइलो यो पो हो त सब बाइकहरू सब होल्डोडल छ सबमा पछाडि केटी छ बबाल रमाइलो छ ग्रुपमा आहा केरुङतिर लाग्दैन केरुङतिर अब है चट्ट लगाएर भिडियो सुट सुट केटाले भिडियो सुट हानिसक्यो मेरो चाहियो भन्ने छ यार चट्ट लगाएर लाग्दिने अब चलो भाइ लोग हम चले एक नई सफर पे जहाँ लौट के वापस आने की चन्द उम्मीदो है भन्थ्यो ठुलो गाडी आइसक्यो चाहिँ सातो जाने खाले के देउता रहेछ ढोक्दिउँ है मैले मनमनै ढोक्दिएँ मलाई जे गर्नु छ मनमनै गरिदिनु होला सही छ भाइरल ठाउँ चाहिँ यहाँ हो यो नेकेट त बबाल टिकटकमा चम्क्या थियो यो ठाउँ नि है नयाँ पिच भएर एट रोड त यार माल बनाएछ अहिले चाहिँ यार नयाँ पिच भएर होला माल बनाएछ यार ल चिताइदिएर एक्सट्रिमले कति खोप्या हो ढुङ्गा खोप्न नि यार पोखरा जाने बाटो भन्दा अलि कम रहेछ तर जे पनि डर चाहिँ लाग्छ ढुङ्गा चराले यत्रो ढुङ्गा झरेर प्वाक्क लाग्यो मान्छे सकिन्छ त फेरि टक्क लगाएर हामीले छर कि खर त्यस्तो के समथिङ त्यो खोला देख्न थालिसक्यो है बबाल छ नि यो रोड पो मजा आउँछ त माका डक्स्टेट माका भोसडी यहाँबाट यस्तो जाने हो कि हामी मास्तिर यताबाट मास्तिर गयो भने चाहिँ केरुङ होला तलतिर गयो भने चाहिँ ऊ हो कि छ अरे मैले जाने यतैबाट यसो गएर कता जान्थ्यो छ अरे 9 किलोमिटर यार 9 किलोमिटर तल पुग्नुलाई तर बाटो चाहिँ बवाल छ क्या
ल साथी त भाग्थ्यो त मामा रहेछ साथी त भाग्थ्यो केटा उता गयो नि त्यहाँ ट्राफिक थियो नि त त्यहाँ एक्सिडेन्ट भएर छ ट्राफिक एउटा बसिरहेको छ अनि त्यसले चाहिँ अरूलाई जसरी बोलायो आइज भन्यो अनि हामी सल्लाह खाइदियो अनि साथीले चाहिँ पक पक भएर चाहिँ फर्केर गइदिएछ कि अनि फेरि उता छलेर आइसक्यो हामी फेरि राइडमा निस्किसकेँ सुरु भइसक्यो फेरि लरक चल्दिने हो हाउले लरक चल्दिने हो लरक सर है चारजना एकदम पिसफुल राइडमा गइरहेको छ अहिलेसम्म चाहिँ हाइपर कोही पनि गएको छैन आनन्दले जाने पिसमा जाने हो कि एकदम चिलमा है माथि त झनै झरे यार खुट्टा दुखेको अरू भन्दा उभिँदा खुट्टा दुखिसक्यो यार अलि रेसमा भयो उठ्ने सुट्ने बस्ने सबै हुन्छ त उभिँदा खुट्टै दुख्ने उभिँदा बस्दामा खुट्टा च्याप्प गर्दामा त्यट लाग्दिनु पर्ने छ है लगे झर्ना चाहिँ बोर्डमा ल्याएर छ लगे झर्ना कुशल अर्ग्यानिक भोजनालय 500 मिटर अगाडि तलतिर यसो चाहिँ के हो हेर्यौँ न गएर टक्क हामी चाहिँ हामीबाट नि छुटिसक्यो है अब सायद मलाई लाग्छ अफरोड छ होला बाटो अलिकति ढलान त्यहाँबाट अफरोड जस्तो लागेको थियो के होइन हेर्नुपर्छ अघि ओह्रालो झऱ्यो अब उकालो चढ्नुपर्ने हेर यहाँ मान्छेहरू यहाँ प्लान भएर यहाँ कहिले नआएको ठाउँमा आउँदाखेरि रमाइलो लाग्छ के देख्छ के देख्छ है देख्नु चाहिँ देखिरहेको हुन्छ के देख्छ हेर्दा म त चारैतिर हेर्दै हिँड्यो भने त फिल लिँदै जस्ट फिल द राइट भन्थ्यो के त्यो मान्छेले त डुबाउँछ कि क्या मलाई यार यसले मलाई डुबाउँछ यार गियर हान्दा नि बाइक स्लो हुन्छ यार ब्रेक हान्दा नि बाइक स्लो हुन्छ के हो त्यो ब्रेक हान्दा त स्लो भइहाल्छ तर गियर हान्दा स्लो हुनु नहुने हो ठिक छ के त जस्तो लाग्यो सरै झर्ने त लेखा छ हेट ग्राउन्ड क्लियरेन्स कम हुनुको पीडा यहाँबाट अफरोड हो क्या अरे अब 1.2 भनेपछि 1200 मिटर लास्ट गर्नु भइसक्यो बाटो त के हो माल छ त फेरि यस्तोमा त मलाई खुट्टा टेक्नै पर्दैन कि ल खुट्टा टेक्नु पनि टेक्नै पर्ने बनाइदियो यार ल ल ल ल ल ल ओए समाइदेऊ न साथी समाइदेऊ न तलै झर अब ल जाऊ गाडी हाल्छ नि जाऊ न जाऊ तिमी जाऊ अलिअलि हिँड्नु लागेर केही हुन्न के साइकको हान्दा भनेर त्यहाँबाट अब कसरी हाल्ने तिमीले अनि बाइक चाहिँ दसा हिँड न चुकाएर यही बाटो अलिअलि गाडेर के हुँदैन यार अफरोडमा हिलो नभएर के हुन्छ त अनि कन्टेन्ट हेरेर होइन कि साथी दुःख नगर भने के अफरोड हिँड्छ अलिअलि हिलो लागिहाल्छ नि त्यहाँबाट नि माथि चढ्दैन कि साथी अब हिलो फालिदिने हो मलाई दशा त्यहाँ ओ समाइदेऊ न समाइदेऊ छिटो यार म कस्तो अजको नरोक ऊ गर्न मिल्नु मैले यार अगाडि जान्छु म चाहिँ खै केटाहरूले के गर्यो यार माथिबाट सर अन्नमा एकचोटि आँटिसक्यो के खै हे छोड्दै त खुट्टामा लाग्यो क्या हो तिम्रो भने मान्दैन यार छोड अघि नै त हाल्नु नहुने के यो काण्ड हो क्या काण्ड ओए पर्दैन
अलि ल्याङ हुन्छ के यस्तो बाटोमा त्यस्तो नभएपछि के हुन्छ त अनि अहिलेसम्म त राम्रो भयो भनिरहेको थियो त बाइकले जान खोज्दा त्यही बाटो लाग्ने हो कि उसले लिक चेन्ज गर्दै डबल लिक भयो अनि चिप लगेर लड्यो कि केटाले फेरि बाइकले डेन्जर माया गर्छ कि उसको र मेरो सिल जस्तै होइन सँगसँगै झिकेको उसको आर्यम हो मेरो एनएस छ के उसको नि सिल थियो मेरो नि सिल थियो त्यतिखेर फर्स्ट भेट्ने बेलामा अहिले उसको नि अझै सिल जस्तो छ तर मेरो त धुस्नु भइसक्यो कि त्यस्तो माया गर्छ कि अहिले बाइकलाई त्यही भएर धेरै माया गऱ्यो भएर अलिकति हिलो लाग्ने चक्करमा बुङ त भनौँ अफरोड हिँड्छ अलिअलि हिलो धुलो भन्ने कुरो भएछ नि होइन किराहरू त यता हावा पो खाइरहेको छ त कन्टेन्ट जम यसो हावा खाना बसेको कि शीतल खाना गरिम भयो कि लास्टै ल स्टार्ट हुनै मान्दैन त को किराहरू नि आएछ नयाँ मान्छेहरू भेट भइदिएर बिचमा छिर्दिएर है 4-5वटा आइरहेको छ उनीहरू नि ग्रुप सो फाइनली केटा है हामी चाहिँ चट्टा लगाएर यो झर्नाको पार्किङमा आइसक्यौँ यहाँ हाम्रो हाइक छ अलिअलि चाहिँ हिँड्नै पर्ने हुन्छ बाइक राख्ने चाहिँ यहाँ रहेछ शीतलमा राख्ने बाइक चाहिँ हिँड्दै गइदिउँ ल झरिदिउँ हो न अब एउटा 5-10 मिनट जति हिँड्नुपर्छ होला हिँड्नुपर्ने कति हो थाहा छैन हिँड्नु चाहिँ हिँडिदिउँ न जति भयो नि होस् सन्धिहरू आऊ र यहाँ आऊ र कहिले के गर्न त्यहाँ चाहिँ ककनी यही हो र यतापट्टि ए हिँडम हेट भर्याङ रहेछ क्या डेन्जर बाइक पनि आउने रहेछ ल्या डट चाहिँ आउँछ केटाहरूलाई गाह्रो पर्छ गाँड फाट्छ गाँड चराहरूको बवाल साउन्ड आइरहेको छ कति गर है गराउने कि किरा अगाडि हिँड्दा छ चट्टा लगाएर दोस कम चलो खुट्टा ड्यामेज छ यार हिँड्ने चाहिँ हिँड्ने क्वाक्लिङ गर्दै सेट भयो नि त केटा हो यार मादर तुरी ल्याङ भयो नि आउनु चाहिँ आइपुग्यो हामी है चट्टा लगाएर पानी नै धुप हिलो के अरे धमिलो रहेछ भने थट खतम भयो नि माका भोसडा नुहाउने ठाउँै छैन यार कसरी नुहाउने अब यार चेत भयो नि त अब माटोक नि यतापट्टि पानी छैन यतापट्टि पानी छ धमिलो छ के खत्तम भयो नि भइहाल्यो नि माटोक नि पानी होस् कि नहोस् भ्यू चाहिँ बवाल देखिरहेको छ क्या माटोक नि हेट स्वास भइकन अब स्वास केटाहरूले एकचोटि दिउँ है कहाँ भिजन आम्मामा कालो धुवा फुट फाल्ने गरी रङ्गिरहेको छ त इलेक्सनतिर उता